के भयो त ओ शिट खोइ को मान्छे के भयो खोइ मान्छे खोइ ओ साइड गर बाइक साइड गर हजुर ठोक्यो म अगाडि थिइनँ साइड दियो होइन इन्डिकेटर बालेर म त्यो पाट गएको थिएँ पछाडिबाट अनि साइड लाइट बालेको थिएन र साइड लाइट बालेको थिएन साइड लाइट बालेको थिएन साइड लाइट चाहिँ बलेको थिएन मै हो सबसे पहिला आउने नि साइड लाइट चाहिँ बलेको थिएन साइड लाइट नबले बाले छु म त साइड लाइट बालेर अनि म पनि आइरहेको थिएँ सबसे पहिला आइपुगेँ म यो साइड लाइट चाहिँ बलेको थिएँ म साइड लाइट बालेर अनि मान्छेले केही भएन कारमा सबसे पहिला साइड लाइट मान्छेले केही पहिला मान्छे गरेकै मान्छे पहिला पठाउ हो आशिषु पछाडि होला पछाडि मात्र भएको हो पछाडि बजारी होला नि त्यही पनि त्यो पछाडिको ठाउँ चाहिँ हेर्नुपर्छ क्या एकचोटि जे भए पनि भित्रको के हुन्छ थाहै हुँदैन क्या ल्याम्मै पछाडिएको भनेको को साथीहरू हो तपाईँको के हजुर एक्लै हो म कहाँ हो घर हजुरको हजुर बुनालीकण्ठा खोइ उता ऊ हाम्रो अर्को चाहिँ कताको गल्ती त उसकै छ अब के भन्नु बाटो काट्यो हो बाटो काट्यो हो साइड लाइट नबाली क्या त्यही त मिस्टेक चाहिँ उहाँहरू चाहिँ कताबाट आउँदै हुनुहुन्थ्यो दाइ हामी सिधै आएको हो क्या यताबाट सिधा आएको यताबाट यस्तो आउँदा अनि यो चाहिँ कहाँबाट निक्ल्यो यो चाहिँ उताबाट क्या साइड लाइट नबालिकन साइड लाइट बाले हैन भन्छ भाइ साइड लाइट पनि त्यही पनि बाले अब यहाँबाट म गइरहेको छु नि ऊ यहाँबाट बेल्दै आइरहेको क्या मेरो बाइक सिधै छ होइन काटेको पनि छैन बाइक ए काटे छैन अरे सिधा भए कसरी ठोकिन्छ सुन्नु तपाईँले झुटो बोल्नुहुन्छ तपाईँले एक स्पिड नसम्झेर तपाईँले ठोक्नु भएको छ स्पिड थिएन अर्को कोले पनि देखायो भनेर अघि तपाईँले साइड लाइटै बाल्नु भएको छैन क्या यार साइड लाइटै बाल्नु भएको छैन अघि को बोलेको थियो नि एकजना उसलाई पनि थाहा थियो भन्दै साइड लाइट चाहिँ बालेको थिएन क्या अब साइड लाइट माई लाइट होइन ट्राफिक लाइट चाहिँ कसले फोन गरेर कसले गरेको फोन गरिरहेको छैन हेलो ब्रदर ट्राफिक त चाहियो नि त नि के कहाँ अब अहिले यो ग्रुमिङ देखेर त आइपुग्छ के गर्ने मिल्यो भने मिल्नु के कुरा हो अब यहाँ उहाँको पनि हेर्नु पऱ्यो फेरि को ओइ भाइ पहिला हस्पिटल लानु पऱ्यो नि त राइडर चाहिँ को हो कस्तोले धुँदैछ यार दुइटै कति भयो टाइम हजुर यो हन्डा यो हन्डा र कुन खै यो दुइटा चुडिया यो होला यो चाहिँ पठाउ राइडरको रहेछ क्या पठाउ राइडरको भयो अनि यो चाहिँ उयो खै को भाइ हो खोइ अब मेन मान्छे चाहिँ खोइ भने क्या तपाईँ एउटा भयो अनि अर्को खोइ त राइडर ऊ त्यहीँ छ त दाइ खै उता गएको नि हेलो दाइ त्यो पठाएको राइडर को रे तपाईँ होइन आउनु यहाँ आउनु खै भाइ कता गयो उहाँ हो अनि अर्को भाइ खोइ त हो भाइ हान्ने भाइ भाइ हो ए ऊ होइन नि अर्को पो हो ल के गर्ने कुराकानी गर दुईजना अब तिमीले उता मान्छे पनि हेर्नु पऱ्यो एकचोटि है मान्छे त्यहाँ उयो भइरहेछ धेरै ठुलो इस्यु नबनाऊ है नर्मल एउटा एक्सरे गर्दा केही पनि फरक पर्दैन है तर फेरि होइन म घाइते हुनुहुन्छ नि त होइन हामी लिएर जान्छौँ होइन लगेर हुन्छ कति घाइते हुन्छ होइन हामी अब अहिले डाइरेक्ट लिएर जान्छौँ सर डाइरेक्ट लिएर जान्छौँ
लेट गर्यो भने भोलि केही समस्या पर्छ तर त्यो पनि हो फेरि कुरा चाहिँ फेरि हो त्यो पनि हो फेरि। त्यो छ कि समस्या उहाँ गाइदिनु आएको त हाम्रो केही हुन्थेन हो त्यो पनि हो फेरि हजुर 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 एकदम हजुर मान्छे गाइदिनु त्यही त अब हरेक कुराको प्रक्रिया हुन्छ नि त होइन सर भोलि केही भयो भने त हजुर हो नि भोलिको दिन कसले एन्सर दिने त फेरि कस्तो साइलाइट के गरे त्यसले यो भाइको हजुर नै नै म त ट्याक्क जुतिसकेपछि आएको कहाँ हो बस्ने कता हो चाबेल यहाँ चाहिँ कता आएको यो याङ्गो हो तिमी पनि याङ्गै हो ए ह्याङ्गमा इन्सुरेन्सै छैन फेरि अनि अब उहाँलाई हस्पिटल लिएर जानु पऱ्यो है मेन त उनीहरू मिले पनि पेसेन्जरलाई चाहिँ हो क्या गाह्रो त हो नि पेसेन्जरलाई चाहिँ अब पेसेन्जरले दुवैजनाले भएर खर्च गरिदिने हो त्यही हो अब सर यस्तो नि त अब पेसेन्जरको कुरामा चाहिँ होइन सर पेसेन्जरको कुरामा चाहिँ दुईजनाले मिलेर गऱ्यो भने चाहिँ राम्रो होला नि होइन अनि है दुईजनाले आयो ओके ल त्यही हो अब त्यही गर्छन् दुईजनाले मिल्छ अब गर्छ अनि ल ब्रदर है ल अब ट्याक्सी पनि आयो सो एज पर कुराकानी अब दुईजना एउटा चाहिँ अब दुईजना एउटा याङ्गो एउटा पठाउ रहेछ याङ्गो र इनड्राइभ अनि बिचरा अब याङ्गोवाला भाइको यसो बोलीसोली सुन्दा चाहिँ हल्का तराईतिरकै भाइ दिइरहेको थियो अब बिचरा दशा लाग्यो साइड लाइट नबाली चाहिँ अब साइड लाइट बालेको थियो कि बालेको थिएन अब त्यो चाहिँ थाहा छैन अब लाइक तपाईँको प्रष्ट देख्ने मान्छे चाहिँ कोही पनि छैन रहेछ अब सबैले एजुम्सन गरिरहेको छ कि साइड लाइट बालेको थिएन त्यही भएर जुध्यो भनेर अब त्यो त्यो जुन जुत्दाखेरि त्यो हान्नेवालाको चाहिँ अगाडिको सबै ब्याङबुङै भएको छ हन्डा साइन थियो अनि अर्को चाहिँ त्यो रेडियर हाम्रो अहिले पठाउहरूको बेस्ट नम्बर 1 त्यो रेडियर भन्ने त्यो बाइक थियो त्यो बाइक चाहिँ केही भएको छ नयाँ थियो अब ठिकै छ अब सरहरू आउनुभयो अनि उहाँहरूले अब डिटेल्सहरू लिनु भएको छ अब चाबीहरू पनि लिनु भइसक्यो अब अनि अब दुईजना राइडरले मिलेर अब हाम्रो म्यामलाई चाहिँ उहाँ के अरे बुढानी कण्ठ घर रहेछ अनि उहाँ एक्लै अब याङ्गो गरेर आउनु भएको रहेछ उता जानु लाग्नु भएको रहेछ अब त्यही उसमा अब दुईजनाले चाहिँ अब ट्याक्सी बोलाइसकेको छ अब के अरे हस्पिटल जान्छ अनि त्यसपछि दुईजना मिलेर गर्ने टाइपको कुरा भएको छ सो त्यही हो होइन धन्नाले अब जे होस् धेरै ठुलो भएन अब त्यतिमै लाइक अब दिन दशाहरू कहिले आउँछ थाहा हुँदैन नि त होइन जहाँ जे पनि हुनसक्छ नि त त्यही अब हामी त अब टु विलर भयो अब स्पेसली अब गाडीहरू सबै भनौँ न अब हामी त ग्रेभिटीसँग खेलिरहेको हुन्छ नि त त्यो भएर चाहिँ अब अलिक केयरफुल चाहिँ एकदम केयरफुल हुनुपर्छ क्या लाइक आफ्नो गल्ती छैन भने पनि अरूहरूले आएर पनि त्यस्तो गर्नु सक्छ क्या त्यही भएर हामीले जहिले केयरफुल हुनुपर्छ है केयरफुल भएर चलाउनु होला राइड सेफ होइन सो इफ यु आर न्यू टु माई च्यानल देन प्लिज सब्सक्राइब टु माई युट्युब च्यानल जुगा ब्लग्स ओके होइन केयरलेस नगर्नु होला राति पनि अलिकति केयरफुल भएर हिँड्नु होला अब यहाँ आएर यतैबाट साइड लाइट बालेर पछाडि चाहिँ हेर्नु होला पछाडि पनि एकचोटि फर्केर हेर्ने बानी चाहिँ बनाऊँ क्या बाटो क्रस गर्दाखेरि सबैजनाले क्या त्यही हो ल ओके बाई बाई गुड नाइट